धनीलाल मुखियाको गाउँमा रवाफ र प्रभाव निकै थियो। एकातर्फ उनको प्रशस्त पैतृक जाय जेठा, अर्कोतर्फ स्वआर्जित प्रतिष्ठा। यसको संयोजनबाट सबै गाउँलेहरू उनीप्रति नतमस्तक थिए। अझ सुनमा सुगन्ध झैं मुखिनी बुढी जो सुन्तली नाउँकी कमला देवी पाएकी थिइन्, जसले गर्दा मुखिया अत्यन्त सुखी थिए। गाउँको बीचैमा उनको उच्च घर थियो, 3 तले, पुरै रातो रङले कोटिएको, लाल दरबार चाहिँ देखिन्थ्यो। त्यसैले हाम्रो नेपालीमा उखान छ नि, जसको सिङ छैन उसको, त्यसको अपवादका रूपमा झ्वाप्प रौँ भएका नाम, गोरुकै नाम चम्रे भने चाहिँ उनको नाम धनीलाल असाध्यै सुहाएको थियो। उनका 2 छोराहरू थिए। जेठाको नाम थियो भूमि प्रसाद र कान्छाको नाम थियो सुन प्रसाद। नाम अनुसारकै काम रोजेर भूमि प्रसाद गाउँमै खेतीपाती धानेर बसे। कान्छा भने पढ्नका लागि र व्यापार गर्नका लागि सहर बसे। संयोग पनि कति मिठो भने बिहे बारीका क्रममा जेठा भूमि प्रसादको विवाह किसानकै छोरीसँग भयो। नाम थियो जगत कुमारी। र कान्छा सुन प्रसादको विवाह व्यापारीकै छोरी सुवर्ण कुमारीसँग भयो। त्यसैले स्वाभाविक रूपले उनीहरूले अंश बन्दाका क्रममा पनि गाउँका जग्गा जमिन लगायतका जाय जेठाहरू जेठाले रोजे र सुन लगायतका चल सम्पत्तिहरू कान्छाले रोजे। सम्भवतः मूल्याङ्कनमा पनि चित्त बुझ्दो र प्राथमिकताका विषय पनि भएको हुनाले त्यो दुवै पक्षलाई स्वीकारेर ग्राह्य थियो। अझ धनीलालले चाहिँ सानो धनिया रोप्ने सुनको बारी र सुन्तलीले सुन्तला बारीको एउटा पाखो जिउनी राख्ने इच्छा व्यक्त गरे, जसले जीवनभरि कमाए र त्यति सानो इच्छा अति महान हुन्छन् बुवाहरू। त्यो दुवै भाइका लागि स्वीकारे। भूमि प्रसादले किसानी काम गर्दै गए, सुन प्रसादले सहरमा व्यापार गर्दै गए। जाय जन्मका क्रममा उनीहरूका छोराछोरी भए। जेठा भूमि प्रसादका छोरी र छोरा जन्मिए। नाम राखियो भरोसा र कर्तव्य। अनि कान्छा सुन प्रसादका छोरा र छोरी जन्मिए। नाम राखियो अवसर र प्रतिष्ठा। जब भूमि प्रसादले मेहनत गरेर एउटै बोर्डमा 32 किलोसम्म सुन्तला फलाएर सदरमुकामको बसपात तताउँथे नि, त्यति बेला कान्छा चाहिले भने एकै पटकमा 33 किलो सुन भित्राएर राजधानीकै एयरपोर्टमा छापावालाहरूलाई छापावालकै स्वर्णिम अक्षर लेखाउने शुभ अवसर प्रदान गर्थे। यसरी कर्म चलिरह्यो। सुन प्रसादका सुनहरूमा नेताहरूको आकर्षण थियो भने भूमि प्रसादका सुन्तलाहरूमा केटाहरूको आकर्षण बढ्दो थियो। दिनचर्या बित्दै जाँदाखेरि यी दुई विपरीत ध्रुवमा बगिरहेका दुई भाइका दिनचर्यामा पनि एउटा कुरामा भने के तारतम्यता थियो भने
दलका नेताहरूका दुवै प्रिय पात्र थिए। किनभने भूमि प्रसादले नेताका नेताका लागि गाउँमा भोट जम्मा गरिदिन्थे र सुन प्रसादले सहरमा बसेर नोट जम्मा गरिदिन्थे। त्यसै कारणले दलका नेताका दुवै भाइ प्रिय पात्र हुने नै भए। ती नेताहरू गाउँमा भूमि प्रसादले जम्मा गरिदिएका भोट र सहरमा सुन प्रसादले जम्मा गरिदिएका नोटका प्रभावले जुन राष्ट्रिय दर्जानी प्राप्त नेता महोदय थिए नि, उनीहरूले ती दुई भाइका गुणका बदलामा चुनावमा दुवै भाइलाई टिकट दिलाए। जेठा भूमि प्रसाद जो बसका टिकट वाला थिए, उनले वडा अध्यक्षको टिकट पाए र भाइ सुन प्रसाद जो जहाज टिकट वाला थिए, उनी प्रदेशका माननीय बने। समय चक्रमा भूमि प्रसादले राजनीतिमा जनतालाई भरोसाको केन्द्रबिन्दु माने। उनको छोरीको नाम भरोसालाई केन्द्रबिन्दु मान्दथे र जनसेवालाई कर्तव्य ठान्दथे, छोराको नाम। तर सुन प्रसाद भने ठीक विपरीत अवसर र प्रतिष्ठालाई नै प्राथमिकता दिन्थे। त्यसैले त भूमि प्रसादले वडा अध्यक्षको टिकट पाए, जिते। सुन प्रसाद भने प्रदेशको माननीय भइकन पनि पटक पटक मन्त्री बन्ने अवसर पाए। यसरी भूमि प्रसादको भरोसा र कर्तव्यलाई सुन प्रसादको अवसर र प्रतिष्ठाले बाजी मार्यो। भूमि प्रसादका कर्तव्यनिष्ठ भूमि प्रसादका भन्दा अवसरवादी सुन प्रसादको प्रतिष्ठा उच्च रहिरह्यो। धन्यवाद।